नमस्ते सबैजनामा म चाहिँ आज हजुरहरूलाई हाम्रो देउरालीदेखि हैन घाम लाग्दाखेरि सर्दी कस्तो देखिन्छ त भन्ने भिडियो चाहिँ म क्याप्चर गर्न हाम्रो चन्दन डाँडामा जाँदैछु हैन। हाम्रो घरबाट चन्दन डाँडा जान चाहिँ करिब मलाई 50 मिनेट जति लाग्ला कि भन्ने सोचेको छु हैन। हेरौँ हैन कस्तो देखिन्छ त्यो भिडियो हैन। म हजुरहरूलाई चाहिँ त्यो फुल भिडियो हैन देखाउने छु, आज देखाउने कोसिस गर्ने छु हैन। कस्तो हुन्छ हेर्दै जानु होला हैन, हेरेर प्रतिक्रिया दिनु होला है त। यस्तो देखिएको छ हैन सर्दीको भिडियो चाहिँ हैन। अझै म माथि पुग्नु पर्ने हुन्छ, यस्तो देखिएको छ। अझै माथि पुगेर पुनः भिडियो बनाउने छु हैन। अहिले चाहिँ बिहान यस्तो देखिएको छ, देउराली यो भइहाल्यो हैन। अझै म माथि गएर अझै म माथि पुग्न अझै समय लाग्छ हैन, अझै 15-20 मिनेट लाग्न सक्छ। म माथि गएर फेरि भिडियो बनाउने छु है त। म चाहिँ बल्ल माथि आइपुगेँ हैन, यस्तो देखिँदैछ हैन। म यसलाई चाहिँ टाइम ल्याप्समा राखेर हजुरहरूलाई भिडियो बनाएर देखाउँछु हैन। यस्तो देखिएको छ है सर्दी। यहाँ हेर्नु न कस्तो के हो थुप्रेको जस्तो कि, सायद यो हुङ्सी हुनुपर्छ हैन। यस्तो पनि देखिएको छ हैन टक्क। म चाहिँ फेरि यसलाई टाइम ल्याप्समा राखेर भिडियो बनाएर पुनः देखाउने छु है त हजुरहरूलाई। यसरी अत्यन्तै सुन्दर देखिएको छ दृश्य हैन, हजुरहरूले हेर्न सक्नुहुन्छ है। अलिकति थोरै मिस्टेक भयो, त्यही पनि फेरि बनाउँदैछु, हेर्नु होला। धेरै राम्रो छ हैन, सूर्योदय हुँदैछ मजाले। ओह माई गड, दामी देखियो है सूर्योदय है। घाम मजाले, घाम दामी देखियो है त है, मजाले लाग्दैछ है घाम मजाले। आनन्द देखिएको छ, राम्रो देखिएको छ है घाम हैन। मजाले लागेको छ है, मजाले हेर्न सक्नुहुन्छ है। खतरा राम्रो देखिएको छ हैन, खत्रै देखिएको छ है। खत्रै देखिएको छ, हेर्दै जानु हैन। बादलले त खत्रै ढाकिएको देखियो त हौ है। तर यहाँ भिडियोमा जस्तो आछ त्योभन्दा बढी खतरा चाहिँ मैले आँखाले अनुभव गर्न पाएको छु हैन। भिडियोमा भन्दा राम्रो चाहिँ मैले आँखाले अनुभव गरेको छु, त्यसैले गर्दा पनि मलाई अझै बढी राम्रो लागेको छ। हजुरहरूलाई कस्तो लाग्छ हैन, प्रतिक्रिया दिनु होला। मलाई चाहिँ एकदमै राम्रो लाग्यो है। हुन त आफ्नो ठाउँ भएर पनि होला, तर पनि राम्रो लागेछ मलाई, अत्यन्तै राम्रो देखिएको छ हैन। एकदमै राम्रो देखिएको छ है। राम्रो देखिएको छ, राम्रो। मजाले घाम लागिसक्यो, तर उता हाम्रो सर्दीमा चाहिँ पुरै पानी के अरे बादल लागेको छ हैन। तर म बसेको ठाउँमा, मैले यो भिडियो बनाएको ठाउँमा चाहिँ मस्त घाम छ कि, पुरै घाम हो कि ठ्याक्कै है। राम्रो देखिएको छ है, राम्रो छ, राम्रो ठक्कै राम्रो देखिएको छ हैन। हेर्न सक्नुहुन्छ कतै देखिएको छ। मजाले कुहिरोहरू लागिरहेको अवस्था छ हैन। घाम पनि लागेको छ, म बस्ने ठाउँमा त अझै मजाले घाम लागेको छ है। कुहिरोलाई जित्दैछ घामले है, मजाले हेर्दै जानु है त। अघि चाहिँ मैले केही समयको लागि क्यामेरा बन्द गरेको थिएँ हैन। अब भने बिस्तारै घामले जितेर हैन कुहिरोहरू हट्दैछ। यो देउरालीहरू देखिँदैछ है, देउरालीको केही भागहरू देखिँदैछ हेर्नु मजाले। कुहिरोहरू चाहिँ हाम्रो विशेष गरी कुहिरो चाहिँ आज हाम्रो चिडिया बारबिसेतिर हैन, बिनीखोला साइडतर्फ चाहिँ अलि गएको छ। खकरा खोलातर्फ भन्दा पनि चिडिया बारबिसेतर्फ चाहिँ अलिकति मजाले बगिरहेको अवस्था छ है त। मजाले खाली देखियो है, यो देखिएको सब खाली भाग चाहिँ देउरालीको है त। मजाले देखिँदैछ, यो देखिएको सबै भाग देउरालीको हो।
हेर्न सक्नुहुन्छ है कुहिरो। म बसेको ठाउँमा चाहिँ मजाले घाम लागेको छ है। तर अब भने मौसम एकदमै सफा हुँदै गइरहेको अवस्था छ होइन, खुल्दै गइरहेको अवस्था छ, कुहिरोहरू हट्दै गइरहेको अवस्था छ होइन। यो देखिएको खोला हाम्रो खगरा खोला हो होइन। उतापट्टि देखिएको खोला चाहिँ हाम्रो बिने खोला हो है। यो देखिएको एउटा सानो र छ होइन, यो र चाहिँ हाम्रो पटपटे र भन्छ। यहाँ पनि एकजना मान्छेको डुबेर निधन भइसकेको छ। अलिकति उतापट्टि देखिएको यो अलिकति ठुलो देखिएको छ, यो चाहिँ हाम्रो बिनी खोला र खगरा खोलाको दुमान हो होइन। यहाँ पनि मान्छेको एकजना नानीको मृत्यु भइसकेको छ डुबेर होइन। अनि यो देखिएको सबै यो इलाका चाहिँ हाम्रो खगरा देउराली हो होइन। यसरी मौसमहरू सुधारिँदै अवस्थामा छ होइन। आज अत्यन्तै राम्रो दृश्यहरू देख्न पाएँ मैले चाहिँ होइन। मजाले देउरालीमा बिहानै घाम कसरी निक्लिँदो रहेछ भन्ने कुराहरू पनि देखेँ होइन, मजाले होइन। मैले जसरी देखेँ त्यो कुराहरूलाई चाहिँ मैले भिडियोमा क्याप्चर गर्न सकिनँ, यो मेरो गल्ती पनि हो होइन। तर आज धेरै राम्रो दृश्य थियो। आज कताबाट मलाई जोस चढ्यो होइन, म जान्छु त्यहाँ गएर बनाउँछु भन्ने सोच आयो। तर राम्रो त थियो, तर मैले चाहिँ अलिकति जानिनँ। त्यसले गर्दाखेरि अलिकति यो भिडियो राम्रो बनाउन नसकेकोमा चाहिँ हजुरहरूलाई देखाउन नसकेकोमा क्षमा चाहन्छु होइन, क्षमा चाहन्छु। आगामी आउने दिनहरूमा चाहिँ मैले अलिकति राम्ररी भिडियोहरू बनाउँछु पक्कै पनि होइन। सिक्दैछु होइन, भर्खर सिक्दैछु होइन। त्यही भएर भिडियो चाहिँ मैले पक्कै पनि राम्रो बनाउँछु होइन। यो हाम्रो देउरालीमा चाहिँ अलिकति कुहिरो छ्याक्कै हटिसक्यो होइन। बिहान पनि अलिक कमै लाथ्यो देउरालीतिर, अलि ढिलो नै लाथ्यो, अनि छिटो नै कुहिरो सकिसक्यो। हाम्रो यता बगैँचा साइडमा, चुका साइडमा होइन, धारापानी साइडतिर चाहिँ अलिकति कुहिरोहरू अझै पनि छ। हेर्नु त यस्तो छ कि मौसमको अलिकति अलि हाम्रो देउराली अलिकति हाइटमा भएर हो कि होइन, पश्चिममा अलिकति भएर हो कि होइन, हाम्रो चाहिँ अलिकति यतातिर त्यस्तो धेरै कुहिरोहरू लाग्दैन होइन। हेर्नु न छ्याक्कै छ कि अहिले है। उतातिर अलिकति बढी नै छ उतातिर त अझै होइन, हाम्रोतिर चाहिँ छैन है। नि कुसुन्डीतिर पनि छ अझै है, यता यो कुसुन्डी साइड हो होइन, यतातिर पनि छ, मजाले कुहिरोहरू लगाएको छ है। यतातिर चाहिँ छैन। यस्तो छ अवस्था है देउरालीको दृश्य होइन। यति भन्दै अब चाहिँ म घर जान पर्ने हुन्छ होइन। मेरो मोबाइलको ब्याट्री सकिएको छ, नत्र भने मैले चाहिँ यो पुरै सर्दिनै कसरी छ्याक्क हुन्छ भनेर देखाउँछु भनेर सोचेको थिएँ होइन। तर अलिकति मोबाइलको चार्ज सकिएको कारणले गर्दा मिलेन होइन। त्यसको लागि क्षमा पनि चाहन्छु होइन। यदि हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्यो भने चाहिँ हजुरहरूले मलाई पक्कै पनि सब्सक्राइब गरेर सहयोग गरिदिनु होला होइन, गरिदिनुहुन्छ भन्ने आशा पनि छ होइन। अझै सब्सक्राइब गरिदिनु भयो भने अलिकति मलाई पनि जाँगर चाल्छ होइन, यस्तै भिडियोहरू बनाउनको लागि। हुन त त्यस्तो धेरै राम्रो त छैन, त्यही पनि मेरो पहिलो भिडियो भएको हुनाले गर्दाखेरि अलिकति कोसिस गरिराखेको छु होइन। सबैजनाले मलाई सब्सक्राइब गरिदिएर होइन, सेयर गरिदिएर, कमेन्टहरू गरिदिएर चाहिँ मलाई अलिकति हौसला दिनु होला होइन। म आगामी दिनहरूमा फेरि यस्तो भिडियोहरू बनाउने छु नै भन्दै होइन, यतिकासम्म नै हेरिदिनु भयो सबैलाई धेरै धन्यवाद होइन। यही हो भिडियो आज, यस प्रकारकै थियो देउरालीको मौसम होइन। देउरालीबाट यसरी नै घाम उदाउँछ होइन। आगामी आउने दिनमा चाहिँ अलिकति म प्रि प्लानिङ गरेर होइन, अलिकति पूर्व तयारी गरेर चाहिँ म अलिकति भिडियोहरू राम्रो तरिकाले बनाउँछु। अलिक छिटो बिहानै आएर होइन, मलाई आउन पनि अलिकति समय लाग्यो होइन, 35 मिनटभन्दा बढी नै लाग्यो होइन। आगामी आउने दिनमा चाहिँ म अझै राम्रो तरिकाले बनाउँछु भन्दै है अहिलेलाई चाहिँ यति नै म बिदा हुन्छु है त। सबैजनाले हेरिदिनु होला, हेरिदिनु भएकोमा पनि फेरि पनि हजुरहरूलाई धन्यवाद है त।